दर्शकबिनहरु नमस्कार। यति बेला हामी टिकापुर नगरपालिकामा छौं। टिकापुर सिटी यति बेला नेपालमै चर्चित र फेमस र हाइलाइट भइरहेको हामी स्थिति देख्न सक्छौं, सुन्छौं, खबरहरु छ्यापछ्याप्ती सुनिरहेका छौं। टिकापुर रामलालले बनाउन चाहेको शहर रामलाल डङौरा, यहाँका अहिलेका युवा एकदम जल्दाबल्दा मेयर रामलाल डङौरा थारू, उहाँको टिकापुर नगरीलाई सुन्दर नगरीमा परिणत गर्ने सपना बोकेर अगाडि बढेसँगै टिकापुरमा अहिले यति बेलाको एकदमै सफलताको कुरा के भएको छ भने लाइटिङको कुराहरू। तपाईँ हेर्नुहोस्, अहिले टिकापुर नेपालका ठुला सिटीहरू, नेपालका ठुल्ठुला सहरहरू मध्येमा टिकापुर नगरपालिका पनि यति बेला फेमस हुन गइरहेको अवस्था हामी देख्न सक्छौं। यो टिकापुरको बजार क्षेत्रको हाम्रो खडक चोकको नजिकैको स्थितिको अवस्था मैले देखाइरहेको छु। दर्शकबिनहरु, टिकापुर नगरपालिकामा हामी छौं र यो लाइटिङको जति पनि सुविधाहरू छ यो नितान्त अहिले पछिल्लो समयमा डेभलप अथवा प्रगति हुँदै गर्दाको टिकापुरको दृश्य हामी देख्न सक्छौं। र यति बेला साँझको माहौलमा टिकापुर बजारमा भिडहरू बढ्ने स्थिति चाहिँ बढी नै छ। तपाईले हेर्न सक्नुहुन्छ, बाटोहरू एकदम बिजी रोडमा परिणत भएको छ। आवत जावत गर्ने पैदल यात्रीदेखि लिएर बाइक चालक गाडीहरू सजिलैसँग वारपार गर्न सक्छन्। टिकापुर क्षेत्रभरि, टिकापुरको बजार एरियाभरिमा लाइटिङको व्यवस्था गरेको कारणले गर्दा बाइक अथवा गाडीको पनि कुनै लाइट बिना नै सहज यात्रा गर्न सकिन्छ। र यति बेला कानुनी प्रक्रिया अनुसारमा पनि सीसीटीभी जडान गरेर सही सफासँगको दृश्य हामी देख्न सक्छौं। टिकापुरको बजारको हो, हाम्रो क्यामेराम्यानले चाहिँ प्लिज अलि स्पष्टसँग देखाइदिनु होला। र तपाईँ यति बेला हेर्न सक्नुहुन्छ, टिकापुरको बजारमा यति बेला रमाइलो नै रमाइलो छ। गुलाबको सहर टिकापुर, लाइटिङै फिट गरिएको सहर टिकापुर। र यो अहिले टिकापुर पछिल्लो समयमा नेपालकै ठुला सहरहरू जस्तै टिकापुरमा पनि अहिले ठुला नामहरूले चाहिँ चर्चित भएको हामी देख्न सक्छौँ। हेर्न सक्नुहुन्छ, यो साँझको समयमा छ, एकदमै सुन्दर नगरी टिकापुरमा परिणत भएसँगै यति बेला हामी आवत जावत गर्ने पैदल यात्री लगायत सम्पूर्ण धेरैको यहाँ चाहिँ भिडियो देख्न सक्छौँ। जस्तै जिम यात्रीहरू एक्सर्साइज गर्ने इभिनिङ टाइममा, होइन, यो धेरै कुराहरू हामी देख्न सक्छौँ। सहजैसँग हाम्रो यसरी साइकल चालक, बाइक चालकहरू, हाम्रो युवा नेतृत्व साथीहरू चाहिँ सहजसँगै अहिले रातिको 8 बजेमा पनि एकदमै मजाले खुले आम टिकापुरमा घुम्नु सक्ने स्थिति चाहिँ देखिएको छ भने प्रशासन र सुरक्षाको क्षेत्रमा पनि यति बेला टिकापुरको सुरक्षा दिनको निम्ति उज्यालो भएको कारण एकदमै सहज वातावरण चाहिँ भइरहेको छ। टिकापुरमा ठाउँमा सीसीटीभी जडानहरू छन्, त्योसँगै उज्यालो बस्ती भएको कारणले गर्दाखेरिमा सहजैसँग भिडियोमा क्यामेरामा कैदहरू भइरहेको छन्। दर्शकबिनहरु, यति बेला म टिकापुरको सहर, टिकापुर नगरपालिकाकै बीच केन्द्रबिन्दु हाम्रो खडक चोकको स्थितिसँगै म वारिपारिको यो दृश्यलाई मैले देखाइरहेको छु। र हामीसँग तपाईँले भिडियो अन्तिमसम्म हेरिराख्नुहोस् र टिकापुरको बारेमा अझै जानकारी सहित हामी के कस्तो उज्यालोसँगै लाइटिङहरू फिट गरिएको छ र रातिको 8 बजे पनि रिपोर्टिङ गर्नलाई हामीलाई सहज वातावरण भएको छ अवस्था हामी देख्न सक्छौँ। यो टिकापुर बनाउँदै गर्दामा आवाज जसले दिए तापनि, जसले नेतृत्व गरे तापनि देश र एउटा स्थानको प्रगति चाहिँ भएको छ। र सुरक्षाको गाडी पनि तपाईँले हेर्न सक्नुहुन्छ, प्रहरी प्रशासनको गाडीहरू, भ्यानहरू पनि यति बेला सहजैसँग चाहिँ सुरक्षामा निक्लिरहेको अवस्था पनि हामी देख्न सक्छौँ। टिकापुरमा यति बेला सहज वातावरण, सुरक्षाको दृष्टिकोणले पनि एकदमै राम्रो भएको छ। टिकापुरमा प्लिज तपाईँ आउनुहुन्छ भने टिकापुर कैलाली, होइन, 7 नम्बर प्रदेशकै एकदमै अहिलेको हाइलाइट बजार टिकापुरमा तपाईँ आउनु होला। गुलाबको फुल र रमणीय क्षेत्र, पार्किङसँगै सुरक्षाको दृष्टिकोणले झिलिमिली लाइटिङ बजार, अहिले बजारभित्र गल्लीका रुखहरूका बोर्डका जताततै चाहिँ तपाईँले लाइटिङ चाहिँ देख्नु भएको हुन्छ। ब्याक क्यामेरामा गाडीहरू सहजसँग आइरहेको पनि तपाईँ देख्नुहुन्छ। हामी बाँकी फेरि हामी जानकारी गर्नेछौँ टिकापुरको अवस्थाबारे। तपाईँ हामीसँग अन्तिमसम्म बनिरहेको छ। एकदमै क्यामेराम्यान प्लिज है, एकदमै सबै देखाइदिनुहोस् ल।